के तपाईँ अहिले जीवनको कुनै सङ्घर्षबाट गुज्रिरहनु भएको छ? के तपाईँलाई कहिलेकाहीँ यस्तो लाग्छ, म प्रार्थना गर्छु तर किन उत्तर आउँदैन? परमेश्वर साँच्चै मेरो कुरा सुन्नुहुन्छ? यो पीडा कहिले समाप्त हुन्छ? प्रिय मित्र, आजको यो सन्देश तपाईँको लागि हो। हो, तपाईँको लागि जो चुपचाप रोइरहनु भएको छ, जो अरूलाई हाँस्दै देखाउनुहुन्छ तर भित्रबाट भाँचिनु भएको छ। बाइबल केवल एउटा पुस्तक होइन, यो जीवित वचन हो। यो अन्धकारमा ज्योति हो। यो निराशामा आशा हो। यो डरमा साहस हो। आज हामी बाइबलका शक्तिशाली श्लोकहरू मार्फत जीवनका विभिन्न अवस्थाहरूमा परमेश्वरको मार्गदर्शन खोज्नेछौँ। तयार हुनुहोस्, किनकि आज तपाईँको हृदयलाई छुने वचन आउँदैछ। परमेश्वरको वचनको शक्ति। बाइबल भन्छ, तिम्रो वचन मेरो खुट्टाका निम्ति दीपक हो र मेरो बाटाका निम्ति उज्यालो हो। भजन संहिता 119:105। यस श्लोकले हामीलाई के सिकाउँछ? जब हामी अन्धकारमा हुन्छौँ, हामीलाई के चाहिन्छ? उज्यालो। जीवनको अन्धकार के हुन सक्छ? असफलता, सम्बन्धमा टुटन, आर्थिक समस्या, रोग, निराशा, पापको बोझ। यी सबै अवस्थामा परमेश्वरको वचन दीपक जस्तै हुन्छ। दीपकले के गर्छ? पूरा संसार उज्यालो पार्दैन, तर त्यो तपाईँको अगाडिको एक कदम देखाउँछ। त्यसैगरी परमेश्वरले तपाईँलाई सधैँ 10 वर्षको योजना दिनुहुन्न, तर आजको लागि दिशा दिनुहुन्छ। हिब्रू 4:12। किनकि परमेश्वरको वचन जीवित र प्रभावशाली छ। परमेश्वरको वचन मृत अक्षर होइन। यो आज पनि काम गर्छ। यो आज पनि चङ्गाई दिन्छ। यो आज पनि हृदय परिवर्तन गर्छ। जब तपाईँ निराश हुनुहुन्छ, एक श्लोकले तपाईँलाई उठाउन सक्छ। जब तपाईँ डराउनुहुन्छ, एक वचनले साहस दिन सक्छ। ध्यान र प्रार्थना। हे प्रभु, तपाईँको वचन मेरो जीवनमा जीवित होस्। मलाई तपाईँको आवाज सुन्ने हृदय दिनुहोस्। मलाई तपाईँको मार्गमा हिँड्ने शक्ति दिनुहोस्। आमीन। डर र चिन्तामा परमेश्वरको सान्त्वना। आज संसारमा सबैभन्दा ठूलो समस्या के हो? डर। भोलिको डर, असफलताको डर, अस्वीकारको डर, मृत्युको डर। तर बाइबल भन्छ, यशाया 41:10, नडरा, किनकि म तेरो साथमा छु। यो केवल शब्द होइन, यो परमेश्वरको प्रतिज्ञा हो। परमेश्वर के भन्नुहुन्छ? नडरा। किन? किनकि म तेरो साथमा छु। जब परमेश्वर तपाईँको साथमा हुनुहुन्छ, तपाईँ किन डराउने? 2 तिमोथी 1:7। किनकि परमेश्वरले हामीलाई डरको आत्मा दिनुभएको छैन। डर परमेश्वरबाट होइन। शक्ति, प्रेम र संयम यी परमेश्वरबाट आउँछन्। यदि तपाईँ डरमा बाँचिरहनु भएको छ भने आज यो सत्य स्वीकार गर्नुहोस्, तपाईँ शक्ति पाउनुभएको व्यक्ति हुनुहुन्छ। व्यावहारिक मार्गदर्शन। 1. डर आउँदा श्लोक बोल्नुहोस्। 2. प्रार्थना गर्नुहोस्। 3. नकारात्मक विचारलाई परमेश्वरको सत्यले बदल्नुहोस्। 4. विश्वास गर्ने मानिसहरूसँग संगति राख्नुहोस्। प्रार्थना। हे प्रभु, मेरो हृदयको डर हटाउनुहोस्। मलाई तपाईँमा भरोसा गर्न सिकाउनुहोस्। मलाई बलियो बनाउनुहोस्। आमीन। निराशा र थकानमा आशा। के तपाईँ थाक्नु भएको छ? के तपाईँलाई लाग्छ, अब म सक्दिनँ? बाइबल भन्छ, मत्ती 11:28, हे सबै श्रम गर्ने र भारी बोझ बोकेका हो, मसँग आओ। येशूले के भन्नुभयो? मसँग आओ। उहाँले भन्नु भएन, पहिले समस्या समाधान गर, पहिले पवित्र बन, पहिले योग्य बन। उहाँले भन्नुभयो, जस्तै छौ त्यसै आओ। भजन संहिता 34:18। परमप्रभु भाँचिएका हृदयका नजिक हुनुहुन्छ। यदि तपाईँ भाँचिनु भएको छ भने परमेश्वर तपाईँको नजिक हुनुहुन्छ। उहाँ तपाईँको आँसु देख्नुहुन्छ। उहाँ तपाईँको मौन पीडा सुन्नुहुन्छ। आशाको सत्य। निराशा अन्तिम शब्द होइन, परमेश्वर अन्तिम शब्द हुनुहुन्छ र त्यो शब्द हो आशा। प्रार्थना। हे येशू, मेरो थकित आत्मालाई विश्राम दिनुहोस्। मलाई नयाँ शक्ति दिनुहोस्। मलाई फेरि उठ्ने साहस दिनुहोस्। आमेन। पाप र क्षमामा परमेश्वरको अनुग्रह।
मानिसको जीवनमा सबैभन्दा ठूलो समस्या के हो? पाप। पाप केवल ठूलो अपराध मात्र होइन, यो परमेश्वरबाट टाढा बनाउने अवस्था हो। कहिलेकाहीँ हामी सोच्दछौँ, मेरो गल्ती धेरै ठूलो छ, परमेश्वरले मलाई माफ गर्नुहुन्न। तर बाइबल के भन्छ? 1 यूहन्ना 1:9। यदि हामी आफ्ना पापहरू स्वीकार गर्छौँ भने उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ र उहाँले हाम्रो पाप क्षमा गर्नुहुन्छ। परमेश्वर क्षमा गर्न तयार हुनुहुन्छ। प्रश्न यो हो कि हामी स्वीकार गर्न तयार छौँ? अनुग्रहको अर्थ। अनुग्रह भनेको के हो? त्यो कृपा हो जुन हामी योग्य छैनौँ। येशूले क्रुसमा मर्नुभयो। किन? ताकि हामीले क्षमा पाउन सकौँ। रोमी 5:8। जब हामी पापी नै थियौँ, ख्रीष्ट हाम्रो निम्ति मर्नुभयो। परमेश्वरले तपाईलाई तपाईको राम्रोपनका कारण प्रेम गर्नुभएको होइन। उहाँले तपाईलाई प्रेम गर्नुभयो किनकि उहाँ प्रेम हुनुहुन्छ। प्रार्थना। हे प्रभु, मेरो हृदय जाँच गर्नुहोस्, मेरा गल्तीहरू क्षमा गर्नुहोस्, मलाई नयाँ जीवन दिनुहोस्। आमेन। जीवनको उद्देश्य र परमेश्वरको योजना। के तपाईले कहिले सोध्नु भएको छ, म किन जन्मिएँ? मेरो जीवनको उद्देश्य के हो? बाइबल भन्छ, यर्मिया 29:11, किनकि म तिमीहरूको लागि राखेको योजना म जान्दछु। परमेश्वरसँग तपाईको लागि योजना छ र त्यो योजना खराब होइन, आशा र भविष्यको योजना हो। तपाईको जीवन संयोग होइन, तपाई दुर्घटना होइन, तपाई गल्ती होइन, तपाई उद्देश्यसहित सिर्जना हुनुभएको हो। भजन संहिता 139:14। म अचम्म र अद्भुत रीत्या बनाइएको छु। जब तपाई आफूलाई तुच्छ ठान्नुहुन्छ, परमेश्वर तपाईलाई अनमोल भन्नुहुन्छ। कसरी उद्देश्य पत्ता लगाउने? 1. प्रार्थना गर्नुहोस्। 2. बाइबल पढ्नुहोस्। 3. आफ्ना प्रतिभा पहिचान गर्नुहोस्। 4. सेवा गर्नुहोस्। 5. परमेश्वरको निर्देशन पर्खनुहोस्। प्रार्थना। हे परमेश्वर, मेरो जीवनको उद्देश्य देखाइदिनुहोस्, मलाई तपाईको योजनामा चल्न सिकाउनुहोस्। आमीन। कठिन समयमा विश्वास। विश्वास सजिलो हुन्छ जब सबै कुरा राम्रो हुन्छ। तर साँचो विश्वास कहिले देखिन्छ? जब आँधी आउँछ। हितोपदेश 3:5। आफ्नो सारा हृदयले परमप्रभुमा भरोसा गर। हामी प्राय आफ्नो समझमा भरोसा गर्छौं, तर परमेश्वर भन्छन्, ममा भरोसा गर। आँधीको उद्देश्य। आँधी किन आउँछ? 1. विश्वास बलियो बनाउन। 2. धैर्यता सिकाउन। 3. परमेश्वरमा निर्भर बनाउने। याकुब 1:3। तिमीहरूको विश्वासको परीक्षा धैर्यता उत्पन्न गर्छ। गवाहीको शक्ति। आज तपाईं जुन सङ्घर्षमा हुनुहुन्छ, भोलि त्यो कसैको लागि प्रेरणा बन्न सक्छ। परमेश्वरले तपाईलाई कहिल्यै छोड्नुहुन्न। प्रार्थना। हे प्रभु, मलाई आँधीमा पनि विश्वास गर्न सिकाउनुहोस्, मलाई डगमगाउन नदिनुहोस्। आमीन। परमेश्वरको प्रेमको गहिराई। मानिसको प्रेम शर्तसहित हुन्छ, तर परमेश्वरको प्रेम निशर्त। रोमी 8:38-39। हामीलाई परमेश्वरको प्रेमबाट केहीले अलग गर्न सक्दैन। न मृत्यु, न जीवन, न असफलता, न विगत। कुनै कुरा पनि तपाईलाई उहाँको प्रेमबाट टाढा गर्न सक्दैन। प्रेमले परिवर्तन गर्छ। जब तपाईं जान्नुहुन्छ कि तपाईं प्रेमित हुनुहुन्छ, तपाईको आत्मविश्वास बदलिन्छ, तपाईको डर घट्छ, तपाईको जीवन बदलिन्छ। प्रार्थना। हे प्रभु, मलाई तपाईको प्रेम बुझ्न दिनुहोस्, मलाई अरूलाई प्रेम गर्न सिकाउनुहोस्। आमीन। प्रार्थनाको शक्ति। के तपाईं कहिल्यै महसुस गर्नुभएको छ, म प्रार्थना गर्छु तर परिवर्तन आउँदैन? येशूले भने, मत्ती 21:22, तिमीले प्रार्थना गर्दा विश्वासका साथ माग्ने हरेक कुरा पाउनेछौ। प्रार्थना केवल शब्द होइन, यो आत्माको संवाद हो, यो हृदयको आवाज हो, यो परमेश्वरसँगको सम्बन्धको झ्याल हो। प्रार्थनामा सफलता कसरी पाउने? 1. विश्वासका साथ प्रार्थना गर्नुहोस्। 2. धैर्य राख्नुहोस्, परमेश्वरको समय सही हुन्छ। 3. पापलाई स्वीकार गर्नुहोस्, हृदय सफा राख्नुहोस्। 4.
परमेश्वरको इच्छामा समर्पित हुनुहोस्। फिलिप्पी 4:6 कसै पनि कुराको चिन्ता नगर, तर हरेक कुरा प्रार्थनामा परमेश्वरसँग राख। प्रार्थना। हे प्रभु, मेरो प्रार्थनामा शक्ति दिनुहोस्। म विश्वासका साथ तपाईमा भरोसा गर्न सकूँ। म तपाईको इच्छा स्वीकार्न सकूँ। आमीन। विश्वासद्वारा विजय। बाइबल भन्छ 1 यूहन्ना 5:4 किनभने परमेश्वरबाट जन्मेका हरेक व्यक्ति पापमाथि विजय प्राप्त गर्छ। यो भन्नु मात्र होइन कि पाप वा समस्या कहिले हुँदैन, तर विश्वासले हामीलाई जित्ने शक्ति दिन्छ। विजयको रहस्य। 1 विश्वासले तपाईलाई साहस दिन्छ। 2 विश्वासले डर हटाउँछ। 3 विश्वासले जीवनलाई धैर्यशील बनाउँछ। 4 विश्वासले तपाईको निर्णयलाई परमेश्वरसँग मिलाउँछ। रोम 8:37 तर हामी सबै कुरामा उहाँमा विजय हासिल गर्छौं, उहाँको प्रेमद्वारा। प्रार्थना। हे प्रभु, मेरो विश्वास बलियो बनाउनुहोस्। मलाई पाप र डरमाथि विजय प्राप्त गर्न सक्षम बनाउनुहोस्। म तपाईको मार्गदर्शनमा कदम चाल्न सकूँ। आमीन। दैनिक जीवनमा धार्मिक मार्गदर्शन। धार्मिक मार्गदर्शन केवल ठूलो घटना वा प्रार्थनामा होइन। यो दैनिक जीवनमा लागू हुने वचन हो। भजन संग्रह 119:105 तिम्रो वचन मेरो खुट्टाका लागि दीपक हो। बिहान उठ्दा, परमेश्वर, आज मेरो मार्गदर्शन गर्नुहोस्। निर्णय गर्दा, म तपाईको मार्गमा हिँड्न चाहन्छु। सङ्घर्षमा, म तपाईमा भरोसा गर्छु। साना कदमको महत्त्व। धार्मिक जीवनका साना अभ्यासहरू। दैनिक बाइबल पढ्ने, प्रार्थना गर्ने, कृतज्ञता अभ्यास गर्ने, सेवा गर्ने, सत्य र नैतिकताको पालन, यी सबैले जीवनमा सकारात्मक परिवर्तन ल्याउँछन्। प्रार्थना। हे प्रभु, मेरो हरेक दिनलाई तपाईको मार्गदर्शन अनुसार बनाउनुहोस्। म साना कदमहरूमा पनि तपाईको इच्छा पूरा गर्न सक्षम बनाऊ। आमीन। मनोबल र साहस। संसारमा चुनौतीहरू सधैँ आउँछन्, तर हामीलाई डर होइन, साहस चाहिए। यशायाह 41:13 म तिम्रो साथमा छु, म तिमीलाई समात्नेछु, न डराऊ। साहस भन्नाले डरको अभाव होइन। साहस भन्नाले विश्वासले डरलाई मात दिएको अवस्था हो। साहसको मूल आधार परमेश्वरको उपस्थिति हो। अभ्यास। 1 डर आउँदा श्लोक बोल्नुहोस्। 2 प्रार्थना मार्फत शक्ति प्राप्त गर्नुहोस्। 3 चुनौतीलाई अवसरको रूपमा हेर्नुहोस्। भजन संग्रह 27:1 प्रभु मेरो प्रकाश र मेरो उद्धार हुनुहुन्छ, म डराउँदिन। प्रार्थना। हे प्रभु, मलाई साहस र मनोबल दिनुहोस्। म तपाईमा भरोसा गरेर जीवनका चुनौती सामना गर्न सकूँ। आमीन। हौसला र आत्मिक स्वास्थ्य। जीवनमा हौसला बिना जिउन कठिन हुन्छ, तर बाइबलले हामीलाई सिकाउँछ। रोम 15:13 हौसलाको परमेश्वर तपाईलाई विश्वासले भरिपूर्ण बनाओस् र खुशी र शान्ति दिनुहोस्। हौसला केवल भविष्यमा होइन,
यो वर्तमानमा पनि शक्ति दिन्छ। निराशामा हौसला, थकानमा शान्ति, पीडामा बल। आत्मिक स्वास्थ्यका उपाय: 1. नियमित प्रार्थना। 2. शान्तचित्त ध्यान। 3. परमेश्वरको वचनमा विश्वास। 4. सेवा र दया। 5. सकारात्मक सङ्गति। फिलिप्पी 4:7। तपाईको हृदय र विचारमा शान्ति परमेश्वरले दिनुहुनेछ। प्रार्थना: हे परमेश्वर, मलाई हौसला र शान्ति दिनुहोस्। मेरो आत्मालाई तपाईको प्रेमले स्वस्थ राख्नुहोस्। आमीन। परमेश्वरसँग गहिरो सम्बन्ध। सृजनाभन्दा माथि उठेर परमेश्वरसँगको व्यक्तिगत सम्बन्ध जीवनको सबैभन्दा मूल्यवान उपहार हो। यूहन्ना 15:5। म बेल र तिमीहरू लताहरू हौ। जो ममा रहन्छ फल दिनेछ। फल भनेको जीवनमा प्रेम, खुशी, धैर्यता, अनुग्रह र विश्वास हो। म मात्र होइन, तपाईँ पनि यस सम्बन्धमा समृद्धि पाउनुहुन्छ। सम्बन्ध गहिरो बनाउने उपाय: 1. दैनिक प्रार्थना। 2. बाइबल पढ्ने समय। 3. अनुग्रहको अनुभव गर्ने समय। 4. सेवा र दया। 5. परमेश्वरको इच्छा अनुसार जीवन बिताउने। मत्ती 37:73। आफ्नो सम्पूर्ण हृदय, आत्मा र मनले परमेश्वरलाई प्रेम गर। प्रार्थना: हे प्रभु, म तपाईसँग गहिरो सम्बन्ध बनाउन चाहन्छु। म तपाईलाई मेरो जीवनको केन्द्र बनाउँछु। म तपाईको मार्गमा चल्न तत्पर छु। आमीन।